दाजु हाम्रो सर यहाँ पनि हुनुहुन्छ केही सल्लाह लागि यहाँ अगाडि आइदिनु हुन हामी रिक्वेस्ट गर्दछौँ एकजुट भएर आउँदाखेरि अति नै खुसी लागेको छ। हाम्रो अनरेबल प्रिन्सिपल सरलाई पनि हामी स्वागत जनाउँदछौँ। त्यसरी नै हामीबाट 2 वर्ष जस्तो होला 2-3 वर्ष जस्तो अलिकति हामी अब उहाँको एउटा स्पेसल ड्युटीले गर्दाखेरि टाढो हुनुभएको हाम्रो डिस्ट्रिक्ट बोर्ड चेयरम्यान सान्डुप सर पनि हामी समक्ष आज हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनु भएको छ र म बेसी लामो यहाँ केही भन्नु छैन। समस्त हाम्रो सिनियर सरहरू है अनि हाम्रो कलिगहरू अनि जुनियर भाइहरूलाई आजको यो दिनलाई आफूलाई एकदमै मजाले इन्जोय गरेर यो प्रोग्राम सानो हाम्रो छ अनि त्यो प्रोग्राम सकेपछि तपाईँहरूले आफूले इन्जोय गर्नुहोस् है। अनि खाना सबै कुरो रेडी छ, तपाईँहरू खाना खाएर अब आफ्नो समयअनुसार तपाईँले जाने के गर्नुहुन्छ तपाईँले गर्न सक्नुहुन्छ। फल्दिन सरलाई म स्वागत गर्न चाहन्छु। र सरले अघि भनिहाल्नुभयो उहाँ व्यस्त हुँदै पनि उहाँले हामीलाई समय दिनुभयो अनि उहाँको उपस्थितिले आजको हाम्रो यो कार्यक्रम सफल हुनेछ भन्ने हामी विश्वास आशा अनि भरोसा गर्दछौँ। अनि त्यसरी नै म हाम्रो अवकाश प्राप्त हुनुभएका हाम्रो अति आदरणीय गणेश सर विवेक सरलाई पनि म स्वागत गर्न चाहन्छु। उहाँहरूको उपस्थितिलाई हामी सदैव हामी सम्झनामा राख्नेछौँ र उहाँहरू चाहिँ हाम्रो स्कुल परिवारको खाँबोहरू हुन् भन्दा चाहिँ अतियुक्ति नहुला। गत वर्षदेखि हामीले हाम्रै स्कुल परिवारभित्रका जति पनि आदरणीय सरहरू हुन्छ उहाँहरू विभिन्न विधामा हुनुहुन्छ, कलामा साहित्यमा, उहाँलाई पनि हामीले सम्बर्धना दिने हामीले कार्य सुरु गरेको छौँ। अनि आज यो हाम्रो यो चौथो फुटसल पिकनिक हो र फेरि पनि तपाईँहरूलाई स्वागत गर्दै म समयलाई खेरो नफाली म क्रमबद्धमा हाम्रो जति पनि अवकाश प्राप्त हुनुभएका सरहरू छ उहाँलाई म तपाईँहरूसँग निम्त्याएर उहाँलाई हाम्रो मायाको चिनो हामी उहाँलाई सुम्पनेछौँ। चिनो ल्याइदिने माग्न गर्नु पर्यो अनि यो चिनो यो स्मृति चिनो पढ्नको लागि म उज्जवल सरलाई नै माग्न गर्नु पर्यो। उज्जवल सरले यो पढिदिनुहोस् अनि हाम्रो आदरणीय प्रिन्सिपलको तर्फबाट हामी यो प्रदान गर्नेछौँ। एसयुमाई फुटसल खेलकुद अनि सांस्कृतिक समूह कालेबुङ सम्मान पत्र श्रीमान विवेक सिन्हा सेवानिवृत्त शिक्षक एसयुमाई बुङ बस्ती कालिम्पोङ 73301। आदरणीय गुरुवर एसयुमाई फुटबल परिवार फुटसल परिवारको तर्फबाट तपाईँप्रति हाम्रो गहिरो सम्मान कृतज्ञता र शुभकामना व्यक्त गर्न चाहन्छु। यद्यपि तपाईँ अहिले कार्यक्षेत्रमा हामीसँगै नरहे तापनि दिनहुँ भेटेर नमस्कार र गुड मर्निङको आदान प्रदान नभए तापनि तपाईँको योगदान लगनशीलता र अविच्छिन्न सम्बन्ध हाम्रो हृदयमा सदैव अमिट रहनेछ। तपाईँले केवल किताबको ज्ञान मात्र दिनु भएन, जीवनका मूल्य सिकाउनुभयो। हामीले तपाईँलाई सधैँ एउटा असल शिक्षक मात्र नभई एउटा सजग अभिभावक र असल मान्छेको रूपमा अनुभव गऱ्यौँ। तपाईँको सरलता, मिलनसार चरित्र र मार्गदर्शन आज पनि हामीलाई प्रेरणा दिइरहेको छ। हामी तपाईँको उज्जवल भविष्य, उत्तम स्वास्थ्य र सुखद जीवनको कामना गर्दछौँ। तपाईँलाई कहिल्यै बिर्सन सक्दैनौँ। सधैँ हाम्रो हृदयमा रहने हुनेछ सर आजीवन। एसयुमाई
फुटसल समूह कालेबुङ। धन्यवाद। पत्र हाम्रो आदरणीय सरलाई हामी दिइरहेको छौँ। प्रथम सरलाई त धेरै बधाई र उहाँको कलम चलिरहोस् भन्ने हामी शुभकामना दिँदछौँ। प्रथम सरलाई धेरै धन्यवाद अनि हाम्रो We appreciate Mr. Ryan Carter for founding and supporting Devanjan Share Girls Academy Football, creating a platform for girls football players and upcoming youth to grow through sports and teamwork. Your initiative is shaping lives and building a stronger community. SUMI Futsal Group, Kalimpong. Your passion for positive change and social improvement continues to inspire and uplift those around you. SUMI Futsal Group, Kalimpong. Congratulations on successfully clearing your examinations. Your hard work and determination have brought you this achievement. Keep up the great effort and continue striving for excellence. Wishing you all the best for your future journey. SUMI Futsal Group, Kalimpong. बधाईको साथमा हामी सञ्जीवनी छोरा मायालाई हामी बधाई दिइरहेको छौँ। बधाई छ सञ्जीवनी छोरालाई। सन्देश सरलाई पनि धेरै धेरै बधाई। This token of appreciation to daughter of Mr. Naresh Tamam, our senior master, and Miss Nitya Ghising. Heartiest congratulations on your remarkable achievement of clearing the NIIT examinations and securing admission to the prestigious RG Medical College, Kolkata. Your hard work, determination and dedication have truly paid off, and this milestone is a reflection of your strong will and academic excellence. You have made all of us immensely proud. May you continue to shine with success and bring healing and hope to many lives in the future. SUMI Futsal Group, Kalimpong. Yes, Juk Jio. जस्तो प्रकारले एउटा इनिसिएटिभ लिएर यो गरिरहेको छ, धेरै खुसी लाग्यो। अब भविष्यमा पनि यो चाहिँ कन्टिन्यू गर्नुपर्छ है, जसमा कि हाम्रो एउटा एकता, स्कुलको एकता, एसयुएमआई वान फ्यामिली चाहिँ मेन्टेन गर्नुपर्छ। थ्याङ्क यू।
कङ्ग्रेचुलेसन अनि छोरीलाई धेरै बधाई सानो भएको चाहिँ हामी यसरी प्रदान गर्न गइरहेका छौँ। प्रशंसा चिनो सुश्री अभारिन लेप्चा, तपाईँले 2015को कक्षा 10को ICSI परीक्षामा उत्कृष्ट सफलता प्राप्त गरी आफ्नो मेहनत, लगनशीलता र समर्पणताको प्रमाण दिनुभयो। तपाईँको यो उत्कृष्ट उपलब्धिमा हामी गर्व गर्दछौँ र सम्पूर्ण एसयुएमआई फुटसल परिवारको तर्फबाट तपाईँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। तपाईँको यो सफलता सम्पूर्ण विद्यार्थी समुदायको लागि प्रेरणाको स्रोत बनेको छ। तपाईँको आगामी यात्रामा पनि यस्तै सफलता प्राप्त होस् भन्ने हाम्रो हार्दिक शुभेच्छा छ। हाम्रो आशीर्वाद सदा तपाईँसँग रहनेछ। शुभकामना सहित तपाईँको भविष्य उज्जवल, सफल र सार्थक होस् भन्ने कामना गर्दछौँ। एसयुएमआई फुटसल परिवार कालेबुङ। भेटघाट एउटा भयो। अब यस्तो जमघट चाहिँ मेरो चाहिँ बहुत वर्षहरू बादै हो। प्रायः म यसरी आउने मौका पनि पाउँदिनँ र यसरी फुटसलले अस्तिको दिन अचानक मेरो रुममा सरहरू आउनुभयो चिठी लिएर। म त पहिला के चिठी लिएर आयो भने पनि अनि हेर्दा त उहाँहरूले निमन्त्रणा दिनुभएको रहेछ र मैले सोचेँ होइन यहाँ त म निस्किनै पर्छ भनेर म आयो। आज तपाईँहरूको बिचमा आउन सकेँ र विशेष गरी विवेक सर, गणेश सर अनि सायद सामेल सर आइपुग्नु भएको छैन। यसरी अवकाश ग्रहण गर्नुभएको साथीहरूसँग यसरी सँगै भेट गर्नु पाउँदाखेरि चाहिँ एउटा एकदमै रमाइलो क्षण भयो। र यो फुटसलले जुन अभिप्रायले, जुन उद्देश्यले यो प्रोग्राम आयोजना गर्नुभयो अनि यस्तो चिजहरू चाहिँ भविष्यमा पनि भएको म समर्थन गर्छु। अनि तपाईँहरूको जुन स्कुलको एसयुएमआई स्कुलको स्टाफको नानीहरूले असल रिजल्ट गरेको खण्डमा अनि हाम्रै साथीभाइहरू समाजको विभिन्न क्षेत्रमा, राजनीतिको विभिन्न क्षेत्रमा आफ्नो ससानो योगदान पुर्याउनु भएकोमा पनि तपाईँहरूले जुन एउटा एप्रिसिएसन गर्नुभयो, यो म एकदमै सहृदय तपाईँहरूको यो प्रयासलाई चाहिँ म एकदमै बधाई भन्दछु। र मैले सुने साथीहरूले यसरी अर्गनाइज गरिरहेछ अनि मेरो नानीलाई त झन् कतिपल्ट तपाईँहरूले सम्बर्धना जनाइसक्नु है र त्यसको लागि पनि फेरि धन्यवाद। र मैले यसो सोचेँ यो फुटसलले चाहिँ कसरी यो अर्गनाइज गर्दैछ होला भन्दा अब साथीहरूले कन्ट्रिब्युट गर्छ, यताउति गर्छ हो। र यो फुटसल अर्गनाइज गर्ने दिपेन सर, सायद धीरज सर, अजय सरहरू होला, उहाँलाई पनि मेरो पक्षबाट पनि यो आजको प्रोग्रामको लागि यो चाहिँ मेरो व्यक्तिगतै यो 10,000 रुपिस छ। अचानक अजय सरले मलाई इन्भिटेसन कार्ड पठाउनु भयो अनि त्यसको बादमा म अजय सरसँग सम्पर्कमा आएँ। खुसी लाग्यो, कमसेकम स्कुलको साथीभाइले माया मारेको छैन रहेछ भन्ने चाहिँ महसुस भयो। मलाई चाहिँ लाग्छ कि हाम्रो माझबाट हो अब जति पनि अलिअलि कन्ट्रिब्युट गर्यो त्यो पैसाले चाहिँ पुग्छ जस्तो लागेको छैन हो। त्यही कारण म पनि 2000 चाहिँ साह्रै बोल्नु त पारा आउँदैन मलाई, अरेटर पनि होइन, भाषण शब्द पनि आउँदैन। तरै पनि आई वुड लाइक टु थ्याङ्क सबै हाम्रो भाइहरूलाई जसले चाहिँ यो अर्गनाइज गर्यो। पहिला पनि गर्दै थियो, अहिले पनि गर्दैछ, बट इम्प्रुभ हुँदै रहेछ क्या। बेटर रेकग्निसनको लागि चाहिँ एकदमै मलाई खुसी लाग्यो कि यु आर रेकग्नाइजिङ इच एन्ड एभ्री वान क्या। यहाँनिर नानीहरूले अचिभमेन्ट्सहरू रेकग्नाइज गर्दैछ, खुसी लाग्यो। यो चाहिँ एउटा फ्यामिलीको एउटा जड हो क्या। दिस हेज टु बी सो इट्स अ नाइस थिङ। मजा नि आउँदैछ। एन्ड दिपेन भाइ कसले यो लोकेसन जब भेन्यू यहाँनिर गर्नुभएको थियो, इट्स अ ब्युटिफुल प्लेस, मजा पनि आयो यहाँनिर। एन्ड थ्याङ्क्स फर इन्भाइटिङ अस।
and thanks for making us feel that we are still there in Yeshua. Thank you guys.